यो चाहिँ होममेड बर्गर हो। अब बर्गर बनाएको प्रोसेस है, इन्ग्रिडियन्ट्सहरू हेर्दै हेर्दै एउटा सानो कथा पनि सुनौँ ल, अनलाइन स्क्यामको बारेमा है। अस्ति स्याटरडेको दिन आई गट स्क्याम्ड है। एउटा युजली म त्यस्तो अनलाइन सपिङ गर्ने मान्छे नै होइन क्या, मलाई त्यस्तो विश्वासै लाग्दैन होइन, जेन्युनली भन्नु तर के भयो भने अब मलाई एउटा स्टोरेज बक्स चाहिरहेको थियो, टिकटक स्क्रोल गर्दा गर्दै आयो क्या फेरि है। अब स्क्याम हुनु रहेछ त्यो दिन होइन। अनि आयो त्यसको, अनि वाट्सएप लिङ्क दिएको थियो त्यहाँ, अनि मैले हेरेँ सोधेँ होइन। अनि 2000 रुपिस भनेर भन्यो। अनि त्यस पछाडि 2000 हो भने दुईवटा लिनु पर्यो भनेर मैले दुईवटा अर्डर गरेँ। अनि उसले मलाई के भन्यो, सरस्वती पूजाको डिस्काउन्ट पनि गरिदिन्छु भनेर, अनि डिस्काउन्ट पनि गरिदियो है। अनि 3700 लियो, 300 डिस्काउन्ट गरिदियो, फ्री डेलिभरी चार्ज पनि भनेर भन्यो। दोकान चाहिँ इलाममा छ भनेर भन्यो है। अनि उसलाई डेलिभर चाहिँ विराटनगर गर्नुपर्ने। त्यस पछाडि अनि प्रिपेमेन्ट रहेछ। अब कुनै कुनैमा प्रिपेमेन्ट हुन्छ नि त होइन। अब मैले त्यस्तो स्क्याम हुन्छ भनेर मेरो दिमागमा आउँदै आएन क्या। अनि त्यस पछाडि मैले प्रिपेमेन्ट गरेँ है। अनि गरिसके पछाडि उसले म्याम वेट भनेर भन्यो क्या। अनि के भयो भन्दाखेरि तपाईँको ब्यालेन्स आइपुगेकै छैन मेरोमा, तपाईँकोबाट चाहिँ काट्यो, मेरोमा आएको छैन, एकछिन पर्खिनु ल भनेर भन्यो। अनि त्यस पछाडि हुन्छ भनेर भन्यो। डबल दुईवटा ट्रान्जेक्सन भएर होला, फेरि एकचोटि रिसेन्ड गर्नु न, डबल आयो भने म तपाईँलाई फिर्ता गरिदिन्छु भनेर भन्यो। अनि मैले त त्यसरी कहाँ हुन्छ, मेरोबाट काटिसकेको छ भनेर भनेँ नि त। अनि त्यस पछाडि फेरि आएकै छैन, गर्नु थाल्यो। ला